हेलो गाइस, आजको चाहिँ यो मेरो डिनर हो च्याउको सब्जी। किनकि आज भाइ र म मात्रै छ अनि दादाहरू चाहिँ बाहिर खानुहुन्छ अरे। अन्त यो चाहिँ मुसुर दाल हो। मुसुर दाल चाहिँ मेरो फेभरेट हो। यो चाहिँ मैले मुसुर दाल चाहिँ मैले बस लसुन र हरियो खुर्सानी मात्रै लगाउँछु अरू केही होइन। अनि घरमा पनि पाक्दैछ। अनि तपाईँले के खानुभयो मलाई कमेन्ट बक्समा भन्नु होला। डिनर के गर्नुभयो आजको। अनि म एउटा कुरा भन्न चाहन्छु भने नि, यो कमेन्ट बक्समा आएर यो भुट्ने कुकुरहरूलाई चाहिँ के गर्नुपर्ने हो। छक्कै पर्छ। आफू पनि नखाएर होला कि अरूले खाएको नि आरिस गरेको हो कि यिनीहरूलाई के को मतलब कि जसले जतिसुकै खाओस्, जेसुकै पोस्ट गरोस्, जेसुकै हालोस्, आएर कति खा कि के गरे कि कति घुमेको। अरे यार, तिमीहरू पनि घुम सक्छौ भने लगाऊ। म त कसैलाई के भन्दिनँ। अरूलाई जज नगर। अरूको लाइफमा जे सिक तिमी आफू सही भएर बस न। अरूलाई किन जे पाइ त्यही बोल्नु, जे पाइ त्यही गर्नु। तिमी राम्रो छ भने लु, तिम्रो लागि राम्रै हो नि त। म मेरो लागि बहुतै राम्रो छु, बुझ्यौ ल। यति भन्छु म, अरू केही होइन। बाई बाई गाइस, फेरि भेटौँला नेक्स्ट भिडियोमा।